पूर्व हामीले आन्दोलन गर्दै गर्दा पनि मानिसहरूले हामीलाई खिसिदिउने गर्थे। काठमाडौँको माइती गठबन्धनमा हात खुट्टामा रेल लगाएर दलितलाई खै भनेर उभिँदै गर्दा एकजना मान्छे दलित बाटोमा उभिएर के हुन्छ भनेका थिए। हात खुट्टामा रेल लगाएर त्यहाँबाट दलितलाई खै भनेर बोल्दै गर्दा मानिसहरूले हामीलाई खिसिदिउने गर्थे। यसले बोलाएर को मान्छ? चारतिर दलितहरू बाँडिएका छन्। विभिन्न राजनैतिक संस्था दलहरूमा दलितहरू विभाजित भएर विभक्त भएर बसेका छन्। संसारतिर फर्केर चारतिर फर्केर बसेका दलितलाई एकीकृत गरेर सन्दर्भमा बडो मूर्ख काम गरिरहेको छ भनेर मानिसहरूले हामीलाई मूर्ख र बौलाका ट्यागहरू लगाएका थिए। हामी मूर्ख त मूर्ख सही, बौला त बौला सही, सबै कुरालाई त्यो कुरा भोगेर त्यो कुरालाई फेस गरेर 45 दिनसम्म हामी काठमाडौँको सडकमा हामी उभिएर बस्यौँ। 45 दिनको समापनको कार्यक्रममा काठमाडौँमा नेपालको इतिहासमा पहिलो पटक नट ओन्ली दलित कम्युनिटी ओभरअल मुभमेन्टको सन्दर्भमा पनि दलितहरूको हजारौंको संख्यामा उपस्थिति रह्यो। त्यो हजारौंको संख्याको उपस्थितिले काठमाडौँमा सरकारलाई मात्र धक्का दिएको होइन, यो उत्पीडन अन्याय त्यो घृणा र पीडा सहेर बसेका दलितहरूलाई अब एकचोटि बाँच्नुपर्छ, नाच्नुपर्छ, हाँस्नुपर्छ भन्ने एउटा उत्साह र एउटा ऊर्जा प्राप्त गरेको छ। अहिले सर्लक्क हेर्दा, नजिकबाट हेर्दा केही सयको संख्यामा हामी काठमाडौँमा उपलब्ध भएका छौँ। तर यो आजको काठमाडौँको दियाल र फुटल्यान्डभित्र बसिरहेको यो एउटा बैठकले, यो एउटा सभाले 60 लाख दलितहरूको एउटा भाग्य र भविष्य निर्धारण गर्ने तयारी गरिरहेको छ। 60 लाख दलितहरूको भोलिको जिन्दगी कस्तो रहने भन्ने कुराको छलफल हुनेछ। तपाईँ हामीले हिँडेको बाटोले त्यो अन्याय र अत्याचारमा त्यो गुमराहमा परेका दलितहरूलाई न्याय हुनेछ। ती मरेर गएका नवराजहरूलाई न्याय हुनेछ, अंगिरापासीहरूलाई न्याय हुनेछ, सम्झना कामीको बलात्कार र हत्याका ती आरोपितहरूलाई दण्डित गर्नेछ। अहिले पनि यही 50 मिटरको दूरीमा रहेको काठमाडौँको टिचिङ हस्पिटलको मुर्दाघरमा थन्किएको अजित सार्कीको लासलाई न्याय हुनेछ। यसको लागि हामी दौडिएका हौँ। यो एउटा सामान्य सभा मात्र होइन, एउटा औपचारिक कार्यक्रम मात्र होइन। यसले नेपालको दलित आन्दोलनलाई कता लैजानेछ, यो देशलाई कता लैजानेछ। अहिलेको पछिल्लो पुस्ताले, पछिल्लो जेनजी पुस्ताले गरेको आन्दोलनबाट देश एउटा नयाँ खालको सङ्कटमा फँसेको छ। नयाँ सङ्कटमा फँसेको, एउटा गम्भीर सङ्कटमा फँसेको देशलाई यो उत्पीडन र अन्यायमा परेका सबैभन्दा तल्लो समुदाय मानिसहरू नेतृत्वमा आउँदै गर्दा देश कता जाँदैछ भन्ने कुरा आज संसारले तपाईँ हाम्रो यो सभालाई हेरिरहेको छ। देशी विदेशी सबै शक्तिहरूले हेरिरहेको छ। आजको यो हलले एउटा नयाँ निर्णय गर्नेछ, एउटा उत्साह र एउटा ऊर्जा, एउटा नयाँ एउटा सङ्कल्प गर्नेछ, नयाँ एउटा उत्साह गर्नेछ, नयाँ एउटा सङ्कल्प र नयाँ एउटा प्रतिबद्धता, एउटा कसम खाएर यो हलबाट हामीले निस्किने तयारीहरू गरिरहेका छौँ र त्यसको तयारीको लागि हामी अवरात्र खटिरहेका छौँ। यो सपनामा साथ दिन आउनुभयो तपाईँ सबैलाई हृदयदेखि म धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यो आन्दोलन यहाँसम्म आउने सन्दर्भमा कलाकारले गाएर साथ दिनु भएको छ, पत्रकारले खिचेर साथ दिनु भएको छ, युवा साथीहरूले चोट खाएर होस् वा भोकै नाङ्गो शरीर लिएर पनि तपाईँ लड्न तयार हुनुभएको छ। तपाईँलाई मैले धन्यवाद दिने शब्द मसँग छैन। तपाईँको हामीप्रतिको एउटा समर्पण, तपाईँको हामीप्रतिको एउटा योगदान, यो समुदायप्रतिको माया र स्नेहको लागि म यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यो आन्दोलनको सन्दर्भमा तपाईँहरू सबै स्पष्ट हुनुहुन्छ। घन घोटेर भन्छ र ढुङ्गा घोटेर लोरो भएर आउनुभएका धेरै अग्रज र दिग्गज साथीहरू यहाँ हुनुहुन्छ। दलित समुदायले कस्ता खालका पीडा खपेका छन्, दलित समुदायले कस्ता खालका घृणा खपिरहेका छन्। अहिलेको समयमा लोकतन्त्र आइसकेपछि, गणतन्त्र आइसकेपछि, प्रजातन्त्र बहाली भइसकेपछि देश समुन्नत एउटा नयाँ दिशामा प्रवेश गर्दै गर्दा पनि अहिले पनि दलितहरूमाथिको दमन, अन्याय, अत्याचार र उत्पीडनका घटनाहरू प्रत्येक दिन बढ्दो क्रममा छ। अपमान नखेपेको कुनै समाज छैन। अन्याय र अत्याचार, जातीय विभेदको घटना नभोगेको कुनै दलितहरू बाँकी छैन। अन्याय र अत्याचारी सामन्तीहरूको बुट पनि बसिरहेका त्यो जिन्दगी बिताएका दलितहरूलाई एउटा नयाँ उत्साह र ऊर्जा दिनुपर्छ भन्ने एउटा सङ्कल्प गरेर हामी यहाँसम्म आएका छौँ। म तपाईँलाई एकचोटि अपिल गर्न चाहन्छु, जिन्दगी बत्ती लिएर आउँछ आउँदैन थाहा छैन, मरिसकेपछि फर्किने नफर्किने कुराको त्यो मलाई थाहा छैन। तर बाँचेको बेलामा, जानेको बेलामा, चलेको बेलामा यो बेला दलितहरूले एउटा सङ्कल्प गर्नुपर्छ र यो बेला दलितहरूले एउटा आँट गर्नुपर्छ। त्यो गरे सम्भव हुने कुरा हो। यो एउटा आँट र सङ्कल्प गर्नुपर्ने बेला भएको छ। म तपाईँहरूलाई यहाँबाट अपिल गर्न चाहन्छु, यहाँबाट अनुरोध गर्न चाहन्छु। यो पूर्वको राजनैतिक अवस्थाहरूलाई हेऱ्यौँ भने अहिले देश नयाँ सङ्कटमा फँसेको छ। विभिन्न ठुला भनिएका, पुराना मजबुत भनिएका पार्टीहरू टुक्रा टुक्रा भएर सिसा जस्ता 4 टुक्रा 5 टुक्रा भएर फुटिरहेको एउटा अप्ठ्यारो परिस्थितिमा अहिलेका यहाँका बहुदलीय व्यवस्थाभित्रका दलहरूको अवस्था अहिले यो खालको बनेको छ। यो एउटा अत्याचारको एउटा यो कुसमुकुसको एउटा समयको बीचमा नेपालका दलितहरूले के खालका निर्णय गर्छन् भन्ने कुरामा सबै अहिले प्रतीक्षारत रहेका छन्। दलितहरू कुन बाटो हिँड्छन्? आउँदै गरेको निर्वाचनमा दलितहरू पुरानै खालका राजनैतिक दलहरूको पिछेलागु भएर हिँड्छन् वा नयाँ खालका एउटा साहस गरेर हिँड्छन् भन्ने कुराको संसारले हामीलाई प्रतीक्षा गरिरहेको छ। यो समाजले प्रतीक्षा गरेको छ, यो देशले प्रतीक्षा गरेको छ। तपाईँ हामी आउने बाटोको एउटा नयाँ, एउटा सुन्दर बाटोको एउटा त्यो बाटोले हामीलाई प्रतीक्षा गरेको छ। यो समाजले, सिंहदरबारले हामीलाई पर्खिरहेको छ, यो देशले हामीलाई पर्खिरहेको छ। अन्य अत्याचार त्यो एउटा कोसमुक्स भएर बसेको एउटा दलित समुदायले त्यो प्रतीक्षा गरेको छ। यो कुरा म तपाईँको बिचमा राख्न चाहन्छु। आन्दोलनको यो बिचको समयमा हामीसँग त्यो दैनिक त्यो जाजरकोटबाट सुरु भएको आन्दोलन
संसारभरि फेरिँदै गर्दा संसारभरि फिजिँदै गर्दा अहिले हामीसँग लाख होइन लाखौं संख्यामा दलित समुदायहरू जोडिनु भएको छ। प्रवासको मित्रहरू यहाँ हुनुहुन्छ, अहिले धेरै साथीहरू भारत लगायतका अन्य मुलुकबाट आउनु भएको छ। अहिले भारतमा दलितका लागि दलित अभियानको संगठन कुनै कांग्रेस एमाले माओवादी वा प्रवासी संगठन भन्दा सबैभन्दा मजबुत र ठूलो संगठन कोही छ भने त्यो दलितहरूको संगठन बनेको छ। 29 वटा राज्यमा 51 वटा भन्दा बढी समितिमा 1001 जना भन्दा बढीको टिमले WT भएर होल टाइमर भएर काम गर्नु भएको छ। म भारत कमिटीलाई यहाँबाट सम्मान टक्राउन चाहन्छु। तपाईहरुले देखाउनु भएको ऐक्यबद्धता प्रतिबद्धता र एउटा समर्पणको लागि म अरु सबैजनालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। मानिसहरूले हामीलाई पत्याएका थिएनन्, दलित गरेर पनि हुन्छ, दलित बोलेर पनि हुन्छ, दलितले के साँच्चै गर्छ, हामीले त्यो भनेका थियो बाटोमा हिँड्ने बेला मान्छेले। हिजो हामीले आन्दोलन गर्दै गर्दा पनि यसले के नपाएर लागेको छ, घर जाने भाडा पाउने बित्तिकै भागेर जान्छ भनेको थियो हामीले। 2-4 रुपैयाँ कसैले दियो भने आन्दोलन छोड्छ भनेर हामीलाई जिस्काउँदै बाटोमा खान नपाएर आएका डलरहरूको आन्दोलन, आइसिओको आन्दोलन, पाउन्ड स्टर्लिङहरूको आन्दोलन भनेर हामीलाई मान्छेले बडो हेपेर भन्ने गरेका थियो। हिँडेर पाउँदै गर्दाखेरि आफ्नो मात्रै झोली भरेर घरतिर फर्किन्छ कि भन्ने एउटा धेरै नै लागेको थियो। बीचमा धेरै खालका हामीले आक्रमणहरू सहनु पनि परेको छ। म तपाईँलाई आज स्पष्ट रूपमा म बताउन चाहन्छु, अब यो आन्दोलन एउटा व्यक्ति मात्र होइन, खगेन्द्र सुनारको वरिपरि मात्र होइन, यो आन्दोलन अब संसारभरि फिजिसकेको छ। उत्पीडन र अन्यायका विरुद्धमा भएका सबै खालका आवाजहरू अब एउटा व्यक्ति नजिक मात्र रहँदैन, अब एउटा मेरो नजिक मात्र यो आन्दोलन घुम्दैन, यो आन्दोलन संसारभरि फिजिसकेको छ। हामीले त लाइट मात्र बाल्दिएका हौं, अब उज्यालो यसका प्रकाश यसका विद्रोहका आवाजहरू संसारभरि गुन्जिसकेको छ। मैले फेरि पनि भने, अब म मेरो व्यक्तिगत इच्छा रहर चाहनाबाट बाहिर निस्केर यो समुदायको लागि हिजोका जस्तै योगदान बलिदानहरू भोलि जिन्दगी नै दाउमा राख्नुपर्छ भने पनि सबैभन्दा अझै मजबुत ढंगले हामी त्यो सकिनलाई तयार भएर यहाँसम्म आएका छौँ। म तपाईँको बीचमा यो कुरा राख्न चाहन्छु। बदलिएको राजनैतिक परिस्थितिलाई हेरौँ, अहिलेका सबै संसदवादी तत्कालीन संसदका संसदवादी दलहरू अहिले निर्वाचन आयोगमा दर्ताका प्रक्रियामा रहेका दलहरूलाई पनि यसो हेर्यौँ भने अब कता जाने के गर्ने भन्ने खालको एक खालको उकुस मुकुसको अवस्था अहिले हामीले देशमा देखिरहेका छौँ साथीहरू। अहिले धेरै मानिसहरू यो धमनी पानीमा माछा मार्नुपर्छ र नयाँ खालका राजनैतिक शक्तिहरू निर्माण गरेर गएर दलितहरूलाई फेरि पनि गुमनाहमा पार्नुपर्छ भन्ने एक खालको मैले यो चलखेलहरू मैले पनि यसो देखिरहेको छु अहिले बजारमा। म तपाईँलाई स्पष्ट रूपमा भन्नुपर्छ, अहिलेको यो राजनैतिक परिस्थितिको बीचमा हामी पनि कहीँ कतै चर्चाका पात्रहरू बनेका थियौँ। यो पूर्व बन्दै गरेका मन्त्री परिषदहरूमा पनि कर्णालीबाट दलित समुदायबाट खगेन्द्र सुनार पनि मन्त्री बन्दैछ भन्ने कुराको चर्चा र परिचर्चालाई ठुलो एउटा राष्ट्रिय एउटा एजेन्डा बनेको थियो। म तपाईँलाई केही कुरा स्पष्ट पार्न चाहन्छु। योभन्दा पूर्व मैले तपाईँलाई बताएँ, नेपालको दलित आन्दोलन एउटा नयाँ सिराबाट सुरु भएको प्रारम्भ भएको नेपालको दलित आन्दोलन कहीँ कतै गएर मिसिने, कसैका भाग लिन जाने, कसैमा हात थपेर खाने, कसैसँग सम्झौता गरेर हिजो पनि हामीले टुङ्गाएका थिएनौँ, आज पनि टुङ्गाउँदैनौँ र त्यहाँको दलित आन्दोलन उठिसक्यो। आन्दोलन ढुङ्गा फोडेर भए पनि पिपल उम्रिन चाह्यो भने ढुङ्गा फोडेर उम्रिन्छ भनेको जस्तो अबको नेपालको दलित आन्दोलन कतै गएर मिसिने चिसिने भिसिने भन्ने हुँदैन। उठ्यो दलित, जायो दलित। अब काठमाडौँले बुझ्नुपर्छ, दलित आयो बाटो छोड भन्ने नारा लाग्नुपर्छ। अग्ली बार दलित की सरकार, अब आउने हप्तामा दलित सत्तामा भन्ने नारा लाग्नुपर्छ र त्यो खालको अभियानमा जुट्नलाई पनि म सबैजनालाई हार्दिक अपिल गर्न चाहन्छु। एउटा कुरा मैले तपाईँलाई टुङ्गाएँ, नेपालको दलित आन्दोलन हिजोको जस्तो सिडिओसँग सम्झौता गरेर, गृहमन्त्रीसँग सम्झौता गरेर, प्रधानमन्त्रीसँग उधारो सम्झौता गरेर अब नेपालको दलित आन्दोलन टुङ्गिँदैन। हामीले बार बार भनेको यो कि वार हुन्छ कि पार हुन्छ, तर जिन्दगीभर सधैँ यसरी कुरकुरामा हात लगाएर बस्ने भन्ने हुँदैन। अब छलफल हुन्छ, त्यो आन्दोलनको प्रारम्भ भइसकेको छ, त्यो हिजो पनि भएन। सरकार फेरिएको थियो, हाम्रा धेरै साथीहरूलाई पनि राखेको छ हामीले मन्त्री बन्न मरिहत्ते गरेको हो, होइन। हामीले हिजो अहिलेको नयाँ सरकार बन्दै गर्दाखेरि एउटा नामहरू छलफलका विषयमा बने। नामहरू मेरो 2 पटक एउटा छलफलको विषय बने मन्त्री परिषदमा। आउँदै गरेको मन्त्री परिषदमा खगेन्द्र सुनार मन्त्री बन्दै भन्ने सुरुको समयदेखि नै हल्ला भयो। मैले आज तपाईँलाई स्पष्ट तपाईँलाई अगाडि राखेर पनि भनौँ, अहिले पनि भनौँ, मेरो फेसबुक पोस्टमा व्यक्तिगत रूपमा मैले कसैलाई पनि मैले भनेको छैन कि म मन्त्रीको लाइनमा छु भनेर। आज मिडियाका साथीहरू पनि यही हुनुहुन्छ, तपाईँहरू पनि यही हुनुहुन्छ भने स्पष्ट रूपमा तपाईँलाई बताउनु पर्ने कुरा, यो अहिलेको क्याबिनेटमा मन्त्री बन्ने डिग्रीको दौडमा म हिजो पनि थिइनँ, आज पनि छैन र भोलि पनि म यो दौडमा छैन। व्यक्तिगत रूपमा पाउँदा मैले मात्रै पाउने, मैले छोड्दा सारा दलितले पाउने अवस्था हुन्छ भने म हाँसी हाँसी फाँसी चढ्न तयार भएर आएको मान्छे। मलाई अब मेरो व्यक्तिगत रहर इच्छा र चाहनाहरू केही पनि छैन। यो अहिले मात्र होइन, 45 दिनको काठमाडौँमा आन्दोलन चल्दै गर्दा पनि कांग्रेस र एमालेका मान्छेले गृह मन्त्रालयको गोप्य कोठामा बोलाएर कर्णाली प्रदेशमा 6 महिनाको लागि मन्त्री बनाएर पठाउँछौ, आन्दोलन छोड भनेर हामीले त्यति बेला भनेका थिए। तँलाई के चाहिन्छ भनेर हातका इशारा गरेका थिए। तेलाई योगदान लगानी खर्च के कति हो, तँलाई कति पाएपछि तेरो ऋण तिरिन्छ भनेर मान्छेले हामीलाई विभिन्न प्रलोभनहरू देखाएका थिए। एउटा मकैको दानो माटोमा कुहिन तयार भएन भने नयाँ मकैहरू उम्रिँदैन। खगेन्द्र सुनार त्यस्तै कुहिन तयार भएर आएको हो। हामी कुहिँदै गर्दा तपाईँ उम्रिन तयार भएर आउनुहोस्, हामी सकिन
हुँदै गर्दा तपाईँ बन्ने तयारी गरेर आउनुहोस्। हामी जेलमा बन्दी बनेर बस्दै गर्दा तपाईँ सिंहदरबारमा प्रधानमन्त्री बन्ने तयारी गरेर आउनुहोस्। म यहाँबाट दलितलाई यो कुरा अपिल गर्न चाहन्छु। अब दलितले आँट गर्ने बेला भएको छ, अब दलितले साहस गर्नुपर्ने बेला भएको छ, अब दलितले एउटा संकल्प गर्नुपर्ने बेला भएको छ। हुँदैन भन्ने कुरा जसरी पनि हुन्छ, पिपल उम्रिन चाह्यो भने ढुङ्गा फोडेर पनि उम्रिन्छ भन्ने कुराको सन्देश दिनुपर्ने बेला भएको छ। म तपाईँको बिचमा राख्न चाहन्छु। दोस्रो पटक फेरि मिडियामा आयो, म तपाईँलाई आज स्पष्ट भनौँ, मैले नै थाहा पाएको खगेन्द्र सुनार नाम गरेको मान्छे मन्त्री बन्दैछ भन्ने कुरा मैले पनि तपाईँले जस्तै मिडियाबाट थाहा पाएको। पहिला समाचार आयो खगेन्द्र सुनार मन्त्री बन्दै हुनुहुन्छ, श्रम तथा रोजगार मन्त्री। फेरि दोस्रो समाचार आयो खगेन्द्र सुनारको मन्त्रीको नाम चाहिँ स्थगित गरियो। फेरि तेस्रो समाचार आयो अन्तिम समयमा शपथ ग्रहण हुनेभन्दा पूर्व खगेन्द्र सुनारको नाम मन्त्रीबाट काटियो भन्ने कुरा। त्यो मैले पनि तपाईँले जस्तै समाचारबाट थाहा पाएँ। यो बिचमा धेरै खालका मिडियाका साथीहरूले म माथि धेरै खालका मिडिया ट्रायलहरू गर्नुभयो। यसरी हुँदै नभएको समाचार तलै भित्रै हात पुर्याएर नियोजित ढङ्गबाट जसरी हामी माथि प्रहार गर्यो, यी सामन्तीहरूलाई यो फुस्टाहरूलाई के लागेको थियो भने यसलाई यति हान्यो भने डिप्रेसनमा जान्छ, यो देश छोडेर भाग्छ, यो यति हानिदियो भने, यति झापट लगाइदियो भने यो फर्केर आउन भन्ने बजारमा यिनलाई लागेको थियो। यिनलाई हिजो लागेको थियो हिजोको दलित जस्तो यो भ्याकुता जस्तो जहाँ पछाड्यो त्यो प्यात्त भएर पछाडिन्छ भन्ने लागेको थियो। तर यिनलाई यिनले बुझेन कि खगेन्द्र सुनार फुटबल जस्तो जति तल हान्छौ त्यति माथि उफ्रिन्छ भन्ने सामन्तीहरू बुझेन। हिजोको दलित जहाँ फाल्यो ती पछाडिन्थ्यो, अहिलेको दलित जति तल दबायो त्यति ब्रुक माथि उफ्रिन्छ भन्ने कुरा यी सामन्तीहरूले बुझेनन्। हुँदै नभएका समाचार लेखेर हाम्रो चरित्र हत्या गर्ने एउटा दलितमाथि जसरी नाङ्गो नाच नाच्ने यहाँका केही साथीहरूले प्रयास गर्नु, मलाई केही छैन पनि। दलित र पत्रकार मेरो कुनै दिन पनि दुश्मन हुँदैन। म पनि पत्रकार हुँ, म पनि पत्रकारितामै बसेको भए अहिले काठमाडौँको नाम चलेको एउटा मिडियाको म पनि सम्पादक हुने हैसियत राख्छु। म त्यो पनि पढेर आएको, लेखेर आएको, बुझेर आएको त्यो अनुभव सँगालेर 18 वर्षको पत्रकारिताको अनुभव त्यो हामीसँग पनि छ काठमाडौँमा। यिनले चलाइरहेको मिडियाको म पनि सम्पादक हुने हैसियत राख्छु। त्यसैले मेरा सम्पादक मित्रहरूलाई भन्नु यति मात्र छ, जसरी रुकुममा सारा गाउँले उर्लिएर कुर्लिएर आएर नवरातको सामूहिक हत्या भयो, तपाईहरु त्यस्तै उर्लिएर कुर्लिएर आएर मेरो पनि सामूहिक हत्याको तयारी गरिरहनु भएको थियो। तर विचार गर्नुहोस्, तिनी केले बनेका थिए थाहा छैन, तर हामी फलामले बनेर आएका, फलामले बेरिएर आएका मान्छे यति सजिलो छैन हामीलाई सक्नलाई। हाम्रो के जान्छ, के सकिन्छ? दलित काठमाडौँको घर जाला छैन, हाम्रो दरबार जाला छैन, हाम्रो यत्रो बिगौँ बिगा जग्गा जाला छैन। हामी यसै सुकुम्बासी त्यसै सुकुम्बासी, यसै गाइन्या छोरो त्यसै गाइन्या छोरो, यसै दलित त्यसै दलित, हाम्रो केही जान्न भाइ, हाम्रो केही पनि छैन। तर फर्केर घर जाने कुरा छ नि। यिनलाई लागेको थियो यति हानेपछि टाङ मुनि पुच्छर चिराएर नाइट बस चढेर फेरि तैँले फर्केर जान्छ भने सामन्तीहरूलाई लागेको थियो होला। हामी कसरी आउँछौँ? अब तिमीले जति भित्र हात हाले पनि हाम्रो भेटिने केही पनि छैन। हाल्नु, मैले अहिले पनि भने हाम्रो टाउकोमा कतिवटा मुद्दा लाउनु पर्छ। पुलिस त्यहाँ उभिएको छ, खगेन्द्र सुनार यहाँ उभिएको छ, गल्ती छ, अपराध छ, बदमास गरेको छ भने हात यहाँ छ, हतकडी लाएर लिएर जाने खगेन्द्र सुनार तयार छ। मैले हिजो पनि भनेको थिएँ, कहीँ कतैबाट फेरि दलितमाथि दमन हुन्छ भने, कहीँ कतैबाट फेरि दलितहरूलाई मारिन्छ भने, मेरा दिदीबहिनीहरूलाई बलात्कार गरिन्छ भने, जिन्दगी खरानी हुन्छ भने पनि मलाई आपत्ति छैन। अपमानको प्रधानमन्त्री भन्दा सम्मानको मृत्यु प्यारो छ भने हिँडेका मान्छे हो, उहाँलाई केही पनि भन्नु छैन। आजै म तपाईँलाई भनौँ, म मन्त्रीको दौडमा मात्र होइन, अब यहाँभन्दा पछाडि म नेपालको कुनै पनि सार्वजनिक पदमा बस्दिनँ। न म सांसद बन्छु, न मन्त्री बन्छु, न प्रधानमन्त्री बन्छु, म कुनै पनि सार्वजनिक पद धारण गर्दिनँ। तर आजीवन कारावासको बन्दी भएर बस्छु। तर दलितमाथिको उत्पीडनका विरुद्धमा कतिवटा मुद्दा लाग्छ, मुद्दाको चाङ भनेर जे समाचार आएको थियो, 50वटा मुद्दा होइन, 150, 1050, 1,50,000 जिन्दगी भरि नै कैदमा सर्नुपर्छ भने पनि मलाई अपमानको जिन्दगी भन्दा सम्मानको बन्दी प्यारो छ। म जिन्दगी भर मेरो कारागारमा म जिन्दगी सकाउन तयार भएर आएको छु। तर दलितमाथिको उत्पीडन, दलितमाथिको विभेद चाहे कारागारमा हुन्छ चाहे सडकमा हुन्छ, यिनका विरुद्धमा लडिन्छ। यो कुरा विचार गरेर राख्ने, यो कुरा बुझ्ने। दलितहरूमाथि दमन भयो भने, दलितमाथि उत्पीडन भयो भने, हाम्रा दिदीबहिनीलाई बलात्कार भयो भने, हाम्रा भाइ बहिनी मारियो भने हातमा दही जमाएर बसिँदैन। कुरा स्पष्ट रूपमा बुझ्ने। कतिवटा मुद्दा लाग्छ राखिदिनु। अहिले पनि साथीहरूले यहाँ खिचिरहनु भएको छ। अहिले पनि म कहीँ धरोटीमा छु, कहीँ साधारण तारिखमा छु। दम छ भने फैसला गर्ने, आजीवन कारावास हालिदिने खगेन्द्र सुनार तयार भएर आइसकेको छ बजारमा। हामी सबै मान्छेहरू आएका छौँ, हामी तयार भएर आएका छौँ। यिनलाई 2-4वटा मुद्दा लगाइदियो भने भागेर जान्छ भन्ने लागेको छ यिनलाई सामन्तीहरूलाई। कतिवटा मुद्दा लाउनुपर्छ। मलाई भोलि सिडिओ बनाउन छैन, डिएसपी बनाउन छैन, सडुवा बडुवा रोक्के लागि भन्नु छैन, मलाई भोलि अधिकृत बन्नु छैन।
मलाई पुलिसको रिपोर्ट ल्याएर कहीँ जागिर खान जानुपर्ने छैन। म त खरानी घसेर जोगीको माला लाएर हिँडेको मान्छे हो। अब मलाई खरानी बन्ने केही पिर छैन। तर ठोकिन आयो भने तिमी पनि खरानी हुन्छ, विचार गर्ने कुरा। कोसँग ठोकिनुपर्छ, कसरी ठोकिनुपर्छ, कहाँ ठोकिनुपर्छ, हामी तयार भएर आएका छौँ। त्यसैले मैले फेरि पनि तपाईँलाई अहिले पनि यहाँबाट स्पष्ट भन्नुपर्ने कुरा, अहिले नयाँ खालको सरकार बनेको छ। अहिलेको सरकार बनाउने सन्दर्भमा, अहिलेको देशलाई नयाँ दिशानिर्देश गर्ने सन्दर्भमा, अहिलेको देशलाई मजबुत बनाउने सन्दर्भमा हामीले कहाँनिर योगदान र बलिदान गर्नुपर्छ। हामी अहिलेको सरकारको नजिक बसेर काम गरेका छौँ। हामीले प्रधानमन्त्रीलाई भनेका छौँ, अहिलेको यो सरकारमा सिंहदरबार भित्र बसेर हुन्छ वा सिंहदरबार बाहिर बसेर हुन्छ, मन्त्री बनेर हुन्छ वा अहिलेको सुशीला आमाको छोरा बनेर हुन्छ। मैले प्रधानमन्त्रीलाई भेटेर स्पष्ट भनेको छु। यतिका अतिरञ्जित भइसकेपछि मलाई प्रधानमन्त्रीले बोलाएर फेरि आउनुहोस् मन्त्री बन्न भन्नुभयो। म हिजो पनि थिइनँ, आज पनि छैन। मैले फेरि पनि स्पष्ट भने, तर दलितहरूमाथि जे खालको दमन भएको छ यो कुरा स्वीकार्य छैन। हुन्छु भने चाहिँ अहिले पनि पाइन्छ। फेरि मैले चाहियो अहिले चाहियो भन्यो भने त्यो अहिले पनि हुन सकिन्छ। तर पाउँदै गर्दा मैले मात्रै पाउने, मैले छोड्दा सबै दलितले पाउने अवस्था बन्छ भने अब नयाँ ढङ्गले जानुपर्छ भन्ने त्यो एउटा सङ्कल्प गरेका छौँ। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। दुईवटा कुरा मैले तपाईँलाई सकाएँ। आन्दोलन यहाँसम्म आएको छ र अहिलेको नेपालको यो भन्नु पनि धेरै कुरा छ। यो हजारौँ वर्षका कुरा, यी हजारौँ वर्षका उत्पीडनका कुरा, यी वर्षौँ वर्षका दमनका कुरा एकैछिन भनेर सक्ने अवस्था छैन। त्यसैले गर्दा मोटामोटीको कुरा तपाईँले बुझिसक्नु भएको छ। आन्दोलन कतै पनि गएर मिसिँदैन। आन्दोलन कतै गएर सम्झौतामा टुङ्गिँदैन। आन्दोलन हिजोको भन्दा बलियो भएर जान्छ, हिजोको भन्दा मजबुत भएर जान्छ। मात्रै तपाईँको समर्थन हामीले खोजेका हौँ। यति कुरा म तपाईँको बिचमा राख्न चाहन्छु। दोस्रो कुरा, अहिलेको सरकारमा सहभागी हुने कुरा, अहिलेको सरकारमा जाने कुरा, मैले फेरि पनि भने मन्त्रीको लिगलीको दौडमा हिजो पनि थिइनँ, आज पनि छैन र भोलि पनि हुँदिनँ म। अबको यो बाँकी रहेको जिन्दगी, अझै बचेको जिन्दगी अझै खारिएर अझै नारिएर यो समुदायको लागि कहाँनिर बलिदान गर्नुपर्छ। हामी फेरि अझै मजबुत ढङ्गले तयार भएका छौँ र गहिरो तयारी गरिरहेका छौँ। दुईवटा कुरा मैले तपाईँको बिचमा टुङ्गाएँ। अब एउटा कुरा भनेर म तपाईँको बिचबाट बिदा हुन चाहन्छु। आदरणीय उपस्थित साथीहरू, अहिले हामीले तपाईँको बिचमा एउटा कार्यक्रम पनि पेश गरेका छौँ। त्यो कार्यक्रम